हेलो नमस्ते गुड आफ्टरनुन सबैजनालाई वेलकम टु आवर न्यू भ्लग। अहिले चाहिँ बेलुकाको 3:30 भइसक्यो। आज के बार? आज मङ्गलबार अनि भोलि चाहिँ बुधबार। आज उयो जानु हुँदैछ, विदेश जानु हुँदैछ। अनि त्यसकै लागि एउटा सानो सरप्राइज दिउँ कि भनेर, सरप्राइज भन्दा जे भने त्यसो एउटा टेन्डेलको लागि शुभकामनाको लागि एउटा सानो केक दिउँ भनेर सोचिरहेको थिएँ। लिने आज थाहा छैन। अनि त्यसको लागि अब केक अर्डर गर्न जानु लागेको। सो जाने चाहिँ भोलि हो, त्यहाँ आज केक अर्डर गर्न जानु लागेको। त्यही भएर आज दिन भ्लग स्टार्ट गरेको। अस्तिको भ्लगलाई इन्जोय गरिदिउँ होला, तर अस्तिकोमा हल्का कपिराइट आएको थियो, त्यस्तै भइहाल्यो। अब नयाँ भ्लग यसमा चाहिँ अलिकति धेरै केयरफुल्ली गरेर बनाउनु छु। अनि सबैजनालाई माया देखाउनु दिनु होला, सबैजनाले पेम्बा इलाम भ्लगलाई। अनि के भन्नु अहिले त। सो गाइस अहिले चाहिँ अब त्यही अब पहिला आज केक सेक अर्डर गर्ने, यताउता गर्ने। यो भ्लग चाहिँ सिधै अब भोलि मात्रै कन्टिन्यू हुन्छ। आज अहिले केक अर्डर गर्न जानु लागेको नि त, त्यही भएर स्टार्ट गरेको। अब सिधै यो भ्लग आज कति खिचिन्छ, त्यही भएर चाहिँ भोलि जोडिन्छ। भोलि जोडेर आजको सेफ फ्याटको नयाँ भ्लग, नयाँ कन्टेन्ट। सो गाइस होप यु इन्जोय द भ्लग। भेट हामी सिधै छौँ है। सो गाइस अब चाहिँ हामी रेडी भइसकेको छौँ। लिने आज फ्लाइट छ। आज बुधबारको दिन लिने आज बेलुका 10-11 बजीको त्यो फ्लाइट छ। त्यस 8 बजीभित्र छिरिसक्नु पर्ने छ। अनि आज खाना माथि बनाएको छ अरे। आजले माथि आनेकोमै छ। मोडा भाइ चाहिँ जान लागेको। आजले सानो सरप्राइज केक छ। त्यस्तो साह्रो खतरा होइन, तर नि अब सेफ फ्लाइट भन्ने हुन्छ नि, त्यसको लागि। सो हामी दुईजना चाहिँ केक लगेर जानु लागेको। थाहा चाहिँ छैन त्यस अब लगेर गइदिनु लागेको। अब केही दिनु सक्दिनँ होइन, त्यही भएर हो सानो शोभायात्राको लागि, यसो टेन्डेलको लागि मात्रै। सो अब हामी जानु लागेको। माथि गएर के हुन्छ बिस्तारै भ्लग त्यसको कन्टिन्यू भइहाल्छ होइन। सो त्यही हो। हामी जानु निस्केछौँ कोटाबाट। माथि आनेको जाँदैछौँ। यहाँ हाम्रो ड्राइभर पासाङ हुनुहुन्छ। केक यहाँ लिएर माथि आनेको सिधै माथि गएर के हुन्छ बिस्तारै खानासाना देखाएर यस्तो सट्ट लगाएर बिदाई कार्यक्रम आजको। ल आज बसौँ यहाँ। के काटौँ न हो, के काटौँ यहाँ आजको के काटौँ न यहाँ। कता यात्राको लागि अब बत्ती बालेर नि यसरी ढोक्दाखेरि एउटा रुमाल सबको बेरेर ढोक्नुपर्छ है। हात सिधा घुँडा टेकेर सिधा टेक्नु। हेलो गाइस, आज हाम्रो दिदी जाँदै हुँदैछ। यहाँ अब हाम्रो केक काट्ने कार्यक्रम, हाम्रो अर्को दिदीको भ्लग, हाम्रो पनि भ्लग सब्सक्राइब गरिदिनु। हाम्रो भ्लग हो। सबले स्टार्ट गरिहालेँ, मैले गरेर छु। हामी सबै कार्यक्रम सकिसकेर अब चाहिँ निक्लिने कार्यक्रम, सबै बिदाई कार्यक्रम दिन, खाना कार्यक्रम दिन सबै भएर अब चाहिँ हामी कहाँ जाँदैछौँ? एयरपोर्ट। आजलाई छोड्न विदेश होइन, एयरपोर्ट जाँदैछौँ। विदेश जाने त उहाँ हो। प्याकिङ यस्तै छ, हल्का शान्ति नै छ। बोक्नु सक्नुहुन्छ? न त त्यही छोड्दै म बोकिहाल्छु नि। तपाईँहरू हिँड्नुहोस् न। ल हामी चाहिँ लाग्यो। लाग्दिएको हामी चाहिँ चट्टा लाएर गुडाउँ भनेको कसरी गुडाउने हो? यसो अन्त। सो हामी पनि लागेको विदेशको यात्रा छ नि, तर एयरपोर्ट छ पुऱ्याउनु चाहिँ लागेको हामी। अनि नयाँ भिडियो आउने के भन्छ नेक्स्ट टाइम पनि अपलोड गर्नेछौँ। अहिले चाहिँ थोरै भिडियो मात्र है त। यो अस्तिको भिडियो कति इन्जोय भयो, अब त्यही अनुसार यो भिडियो नि इन्जोय गर्नु होला। किन अघि खासै बोल्नु भएन, अलिक शान्त वातावरण थियो। अब चाहिँ म फुल पावर आइसक्यो मेरो केक सेक खाएर। अर्कै खै दिदी तपाईँको भिडियो अनि भ्लग होइन, तपाईँको आफ्नै भ्लग चाहिँ खै तपाईँको भ्लगहरू भन्ने। मेरोमा पनि 700 कि कति त छ त सब्सक्राइबर। एउटा दुइटा त बढ्छ होला है तपाईँको पनि। धेरै छैन, न्यू हो 700 त्यति मतलब धेरै छैन। तपाईँलाई होइन, यता दिदीलाई हो, नयाँ भ्लगरलाई यतै मलाई पनि पठाइदेऊ ल यो भिडियो। ए हुन्छ भइहाल्छ नि दिदी।
अहिले म लिडेनसँग सम्पर्क गर्छु नि। ट्याक्सी आएको हो यो। सो ट्याक्सी नै छ यहाँ हाम्रो विदेशीको लागि। धेरै भएको थियो नगएको एयरपोर्ट अहिलेसम्म एकदम प्याक सेक मजाले ल हामी अब एयरपोर्टमा हामी सिधै एयरपोर्टमा भेट्नेछौँ ल बसाङ हामी पनि लाग्यो एयरपोर्ट खै ल अब हामी पनि जाँदैछौँ ल बसाङ चट्ट लाएर हामी पनि लाग्दिसक्यौँ एयरपोर्ट चट्ट लाएर सिलिक्कै लाग्दिसक्यो अब सो गाइज हामी चाहिँ अब एयरपोर्ट आइसकेको छौँ अब यहाँ भाइ चाहिँ पार्किङ गर्नु गएको थियो पार्किङ गर्नु ठगेको छ गाइजहरू ब्याग चाहिँ ब्याग केही छैन यहाँ ब्याग गर्नु ठाउँ नभएर यहाँ कहाँ गर्ने होला पुरै ब्याग बाइक प्याक गर्ने यहाँ प्याक भइसक्यो प्याक केही छैन गाइज माथिबाट चाहिँ प्याक गरेर त्यसजना क्रेजर अब हाम्रो आज छिर्दै भित्र बाई हान्छौँ अब हामी कति वर्षपछि भेट हाम्रो अब 5-6 वर्षपछि भेट ल त्यतिखेर मजाले कमाएर मजाले आफ्नो लाइफ सेटल बनाउनु हाम्रो त्यस्तै छ अब हाम्रो कहिले हो यस्तो दाइ दिदी यस्तै छ बिस्तारै भित्रैतिर लाग्नुपर्ने हुन्छ अब अहिले उयो परबाट हो हाम्रो भाइ चाहिँ यहाँ ट्रली बोक्ने जाने भइसक्यो यहाँनिर यत्रो प्याक छ गाइजहरू यस्तै छ के गर्नु यस्तै छ सो फाइनल्ली आजलाई पनि छोडिसक्यो अब हामी चाहिँ आजलाई उता बितेर आएर हामी फर्किसकेको पनि अब भाइ उयो लिनु गएको छ स्कुटर झिकाउनु गएको छ अनि हामी चाहिँ अब फर्किसकेको पनि अब हाम्रो भ्लग छोटो रहेछ होप यु इन्जोय गाइज होइन त्यस्तो साह्रो छैन त्यस्तो आजको एउटा मेमोरीको लागि मात्रै हो यो एउटा भिडियो चाहिँ आज गयो यताउता भनेर भोलि पर्सि हुन्छ नि त यो समयमा हेर्नु अलिक छुट्टै मजा हुन्छ त्यही भएर लागि मात्रै बनाएको हो भ्लग होइन इन्जोय गरिदिनु है गाइस अब के गर्नु यस्तै छ है अलि त्यहाँ आज दिन पनि अलिक रस पनि थियो अनि भ्लग पनि अहिले हतारमा बनाएको यो अनि त्यही भएर अब नेक्स्ट टाइम अलिकति राम्रो अनि लामो बनाउने छु त्यतिखेरसम्मलाई सबैजनालाई अब गुड डे एभ्री डे होइन ल ठिक छ गाइजहरू त्यतिखेरसम्मलाई हजुरको दिन शुभ रहोस् है ल सो